नमस्कार, म इमलाल सापकोटा र आज हाम्रो पाठाले अब खुट्टो चाहिँ भाँचे चाहिँ यसको रडमा चाहिँ उ गरेर र यसको हामीले अहिले पनि अरू भाँचिँदाखेरि पनि हामीले चाहिँ घरयासी उपचार गरेर हामीले एकदमै तुरुन्त छिटो नै हामीले निको पार्ने हामीसँग एउटा विधि छ। त्यो विधि हामीले चाहिँ अपनायो भने हाम्रो पाठाको खुट्टो अब मलाई त ढुक्क छ त्यो 10-12 दिन यसले दुःख पाउनु भयो, 10-12 दिनमा यो पूर्ण रूपमा ठिक हुन्छ र हामीले घरयासी उपचार यसरी गरिन्छ है त। यसरी हामीले यो भुइँचाप भन्ने चाहिँ लिएका छौँ। यो भुइँचाप भन्ने यस्तो खालको हुन्छ। अब हजुरहरूको घरतिर छैन भने हाम्रोमा प्रशस्त पाइन्छ है। एउटा दुईटा लगेर चाहिँ हजुरहरूले सार्छु भने पनि मैले दिन सक्छु जति पनि। यस्तो खालको यो भुइँचाप हामीले यसरी लिन्छौँ यसलाई। यो भुइँचाप हो, अरू धेरै चिज चाहिन्न हामीलाई। यो भुइँचाप अनि यो एउटा अन्डा हो र यो अनदीको धान हो है। र हामीले यसलाई यसरी राम्ररी चाहिँ यसलाई पिस्ने काम हो। सबै मिलाएर यसरी पिसेपछि र ठुल्ठुलो भैँसीहरूको गोरुहरूको भाँचियो भने यसलाई चाहिँ त्यो ब्यान्डेजले मात्रै बाँधेर हुँदैन, पट्टीले मात्रै बाँधेर हुँदैन, काप्रो बनाउनुपर्छ। र काप्रो बनाउन तरिका चाहियो भने पनि अब कहिलेकाहीँ त्यस्तो भयो भने पनि फोन गर्न सक्नुहुन्छ है। मैले काप्रो बनाउने तरिका पनि हजुरलाई सिकाउन सक्छु र धेरै पाका मान्छेहरूले त जान्नुहुन्छ। यसरी भैँचाप र अनदीको धान पिसेपछि अब यसरी हामीले अन्डा चाहिँ यसलाई फुटालेर यो अन्डा पनि एकै ठाउँमा गराएर यसरी अनदी र भुइँचाप र अन्डा यसरी एकै ठाउँ हालेर यसरी मजाले लेदो हुने गरी एकैछिन नआत्तिकन पिस्नु है। लेदो बनाउनु पर्छ। यसरी यहाँनिरको यो प्याट्ट गएको छ यसलाई हो। यसरी यसलाई चारैतिरबाट मजाले लाउनु होला। यसलाई मजासँग चाहिँ जताततै लगाइदिएपछि र अनि यो पट्टी चाहिँ राम्रो यो पट्टीले बाँधेपछि यसरी हामीले त्यो पट्टी राम्रोसँग बाँधिदिएपछि र यो कालो हलेदो लिएका छौँ हामीले। यो कालो हलेदोलाई यति टुक्रा यति दुईटा टुक्रा जति लगभग 2 थुर्मी घिउमा राम्रोसँग चाहिँ फ्राई गरेर यसलाई पिसेर अन्त राम्रोसँग फ्राई गरेर यो खुवाइदिएपछि यसको दुखाइ पनि कम हुन्छ र साह्रै दुख्यो भने एकचोटि नदुख्ने औषधि हजुरहरूले चाहिँ ल्याएर त्यसरी खुवाउन पनि सक्नुहुन्छ 1-2 खुराक। अनि त्यसपछि यो चाहिँ धेरै भनेको 10 दिनमा यो पूर्ण रूपमा निको हुन्छ। हस् त, धन्यवाद।